लगायत तपाईँ सहभागी शिक्षक विद्यार्थीमा सम्भव नेपालको तर्फका हार्दिक अभिनन्दन नमस्कार। नेपाल अर्थात् सम्भव नेपाल लिखु गाउँपालिकामा लगभग हामी 3 वर्षदेखि निरन्तर समन्वयमा विद्यार्थीहरूको उज्जवल भविष्यका निम्ति गरिब जेहेन्दार विद्यार्थीको लागि हामीले सम्भव नेपालद्वारा विभिन्न खाले जति हामीले सक्छौँ त्यति हामी यो लिखु गाउँपालिकासँग सम्बन्धित गरेर यो कार्यक्रम अगाडि नै गर्दै जानेछौँ भन्दै म यो लिखु गाउँपालिकामा हामीले एउटा समाज कल्याण परिषदबाट पनि हामी सिफारिस ल्याएका छौँ। त्यो सिफारिस अनुमति दिन हामी यहाँ आउन सम्भव थिएन। यो पत्र हाम्रो लिखु गाउँपालिकाका अध्यक्ष आदरणीय दाजु ध्रुव श्रेष्ठज्यूलाई यो पत्र हस्तान्तरण गर्न चाहन्छु। धर्म हो, हाम्रो ठुलो धर्म उहाँले गर्नुभएको छ। उहाँहरूको लागि सम्पूर्ण लिखुवासीको तर्फबाट बधाई तथा धन्यवाद दिन चाहन्छु। र विद्यार्थी भाइ बहिनीले पनि यही अनुसार सहयोग गरे अनुसार जेहेन्दार भएर मेहनतका साथ पढ्नुहुनेछ भन्ने पनि विश्वास लिएको छु। र शिक्षा क्षेत्रमा लिखुले धेरै परिवर्तन गरेको छ। यसपटक पनि एसीमा लिखु गाउँपालिका जिल्लाको दोस्रो हुने एसीमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको म जानकारी पनि गराउन चाहन्छु। र अब अहिलेको यो शिक्षा क्षेत्रमा लिखुले धेरै परिवर्तनहरू गरेको छ। त्यसलाई साथ दिने काम चाहिँ लिखु गाउँपालिकाले गर्दै आएको छ। र अब पनि आउने यो 83-84 को बजेटमा पनि लिखु गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर हामी काम गर्नेछौँ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु। र सम्पूर्ण हाम्रो यो कार्यको लागि जुन शिक्षक साथीहरूले जुन मेहनत जुन परिश्रम गर्नुभयो तपाईँ शिक्षक साथीहरूलाई पनि म लिखु गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। र यो सम्भव नेपाललाई हृदयदेखि नै अब पनि फेरि आउने दिनमा पनि यस्ता सहयोगहरू निरन्तरता रहनेछ भन्ने पनि विश्वास मैले लिएको छु भन्दै आज यस यो कार्यक्रममा केही शब्द राख्न दिनुभएकोमा म यस टिमलाई हाम्रो सम्भव नेपाल संस्थालाई म धन्यवाद दिन दिजाउँछु। धन्यवाद सबैलाई। धन्यवाद प्रमोदज्यूलाई कार्यक्रमलाई समापन सहित आफ्नो मन्तव्यहरू राखिदिनु हुनको लागि कार्यक्रमका सभापति कपिल देवकोटा। Some people grew up in certain circumstances and others don't, and I think as people who have the opportunity to help, we should help, and yeah, that's why. हामीले त बच्चालाई देखाइदिन सकेनौँ, साह्रै समस्या हो भनेर हजुरले पालिकाबाट नै मिलाएर दिनुभएको छ। 1 वर्ष 2 वर्ष अमेरिकाको भाइहरूले दिनुभएको थियो। अब अहिले अमेरिकालाई दिन्छु भन्छन्, दिन्न भने छैनन्। अब जापानिजले पनि एउटा चाहिँ जापान बस्ने साथीहरूले पनि तपाईँ कहाँ चाहिँ हामी ठुलो यस्तै स्मार्ट बोर्ड हालिदिन्छौँ 2.5 लाखको, अहिले देशको कुरा केही नगर्नुहोस् भन्छन्। अब पहिला त यो भर्नु पर्यो, यो अपराधी पेट छ नि यो हाम्रो, पहिला हाँडा हाल्नु पर्यो अनि त्यसपछि यो लाउनु पर्यो। नाङ्गै हिँड्ने त भएन। अनि त्यो बच्चाहरूले के गर्छ भने लाउन दियो, ड्रेस दिएछ अनि पुरै यस्तो लाएर आउँछ क्या हजुरले हेर्नु। अब कसलाई दिने कसलाई नदिने छ, हामी चाहिँ त्यहाँ समस्या छ। बरु पालिकाले पनि सक्नुहुन्छ भने एक पटकलाई सबैलाई गरौँ, कति नै खर्च लाग्छ र 5-6 लाख भए पुगिहाल्छ। टोटल्ली एज होल स्टुडेन्ट्सलाई चाहिँ पालिकाभरिको लागि टेस्ट दिउँ, एउटा चाहिँ उत्प्रेरणा कार्यक्रम नै हुन्छ। साइज लिउँ टिचरसँग, विद्यालयसँग साइज लिउँ, तलमाथि गयो भने त्यो हेडमास्टर जिम्मेवारी हुने गरी। अब 1 वर्ष अब आउने अब यो शैक्षिक सत्रमा जाडो महिनामा चाहिँ एक सेट ट्र्याक सुट हाल्नु, मैले अहलज्यूलाई हजुरलाई भन्दा पनि अहलज्यूलाई यहाँ हुनुभयो भएर, किनभने त्यसपछि एकरूपता पनि हुन्छ सबैलाई अनि उहाँहरूले दिनु पनि सही हुन्छ। यहाँ पोहोर चाहिँ के भयो भने कोहीको चाहिँ आकाशीय रङको छ ड्रेस, कोहीको चाहिँ रातोमा ढल्का छ। मेरो स्कुलको श्रीराम सरको मेरो स्कुल चाहिँ एउटै छ। अनि त्यो समस्या भएर हामी सँगसँग पछि लिएर गयौँ।
समस्या चाहिँ त्यहाँनिर छ। अब यो सबै के हो भन्दा गरिबीको कारण पनि हो र अनि अभिभावकमा हामीले चाहिँ केही सिपै लागेन। एउटा बच्चा मका 2टा बच्चा पढ्छ, एउटा बच्चा बोर्डिङ जान्छ, एउटा बच्चा छोरी चाहिँ मका पढ्छ कि सर मैले अध्ययन गरिरहेको छु। त्यो किन यस्तो भयो त भनेर अनुसन्धान गरिरहेको छु। अनि हामी आफै गर्छौँ, टिचर सबै गएको छौँ, घरमा गएको छौँ, त्यो ल पठाइदिनु नि त त्यो बच्चा तपाईँ छोराले नै हामी पढाउँछौँ भनेर छ। गयौँ, अब कपाल कोरेर जुम्रा जम्मै लिखा जुम्रा गरेर मैले 10वटा काइयो किने ल्याएर कपाल कोरिदिएछ, नौन काट्दैछ। अब गर्दै के त सर अब ल भनिसक्यो त भने योलाई म सम्पूर्ण यो लिफु गाउँपालिकाको विद्यालयको तर्फबाट 1 वर्षलाई चाहिँ यो सबै विद्यालयको एकरूपता कायम गर्न ड्रेस हालिदिनु हुनु भन्ने अनुरोध गर्दछु। यो मेरो भनाइ यही हो। ल अगाडि पनि हामीहरू संस्थाले किन यस्तो काम गरेको हो भन्ने कुराहरू त हाम्रोमा भइसक्नु भएको छ। तर म चाहिँ विशेष गरिकन केही कुराहरू लिएर आइरहेको छु। विशेष गरिकन यो चिठी हामीले गाउँपालिकालाई पठाएको छौँ, शिक्षा विभागमा पठाएको यो चिठी हो। 2073 साल जुन महिना 4 गते पठाएको हामीले होइन। र अनि हाम्रो जुन हामीलाई हामीले चाहिँ यो अहिले गभर्मेन्ट चेन्ज भएर रेगुलेसनहरू पनि अर्गनाइजेसनहरूले गर्नुपर्ने रेगुलेसनहरू चेन्ज भइरहेको छ। त्यही अन्तर्गत हामीले चाहिँ कस्तो भने पहिला चाहिँ हामीले के गर्छ, हामी गर्छौँ भनेपछि 1 महिना पछि गर्छौँ, 2 महिना गरे पनि हुने। अब ठिकै छ भने सिजन गयो भने जाडोको कपडा जाडो पछि दिए पनि हुने होइन। अब त्यो इक्जाममा दिने जुन हुन्छ त्यो हामीले जेनरिक बक्सहरू त्यो पनि बाँडेको थियौँ होइन। एउटा केस जस्तो त्यो पनि अब अलिकति हामीले धेरै बाँड्यौँ होइन। यस बच्चाहरू आउन चाहिँ पाए। त्यसको मतलब अहिले चाहिँ के छ भने हामीले तपाईँहरू काम गर्नुहुन्छ भने फिक्स समयमा एउटा निश्चित टाइममा तपाईँहरूले गरिदिनु। त्यो पनि एक्लै होइन, गाउँपालिकासँग मिलेर तपाईँहरूले जति बजेट चाहिँ समाज कल्याण परिषदबाट पारित गर्नुभएको छ त्यो बजेट चाहिँ तपाईँको संस्थाको बजेट हो। प्लस त्यो बजेट चाहिँ के हो भने गाउँपालिकाको शिक्षा विभागमा लगानी गर्नुपर्ने पनि हो। त्यसै कारणले गर्दा गाउँपालिकासँग तपाईँहरू कोअर्डिनेसन गर्नुपर्छ भन्ने कुराहरू हामीमा आएको हुनाले हामीले योपल्ट चाहिँ के छ भने हामीले कुन अब जस्तै तपाईँहरूले समन्वयकारी काम गर्छ होइन, कुन समयमा के काम गर्छ त भन्ने जस्तो पनि हुनसक्छ। र हामीले चाहिँ
शिक्षा विभागलाई इन्फर्म गरिसकेका छौँ। हामीले शिक्षा विभागलाई इन्फर्म गरे अनुसार स्कुल ब्याग, अभ्यास पुस्तिका, कलम, पेन्सिल होइन जेठको पहिलो हप्तामा वितरण, जेठको दोस्रो हप्तामा वितरण गरिसक्नुपर्ने भयो होइन। तर हामीहरू के भयो भने बिचमा 4 दिन बिदा पऱ्यो अनि त्यसपछि हामीहरूको बच्चाहरूको नेम लिस्टहरू आउनु पनि अलिकति ढिलो भएको यताउता भएको हुनाले हामीहरूले चाहिँ ठ्याक्क 14 गतेसम्म बाँड्नुपर्ने आज 21 सेकेन्डमा हामीलाई बाँड्न सफल भयो होइन। अब अर्को हाम्रो कार्यक्रम भनेको स्कुलको ट्र्याक सुट एउटै कलर होइन। हामीले प्रत्येक स्कुलहरूलाई हामीले जुन स्कुलको ट्र्याक सुट चाहिँ एउटै हुन्छ। जस्तो यो त अब शिक्षा विभागले अथवा गाउँपालिकाले पनि आफ्नो गाउँपालिकाको सबै बच्चाहरूलाई एउटै स्कुलको युनिफर्म गर्नुपर्ने हो। अरू ठाउँमा चाहिँ मैले देखेको छु तर यो गाउँपालिकामा देखेको छैन। तर अब हामी तपाईँहरूलाई स्कुलको युनिफर्म दिँदाखेरि जुन ट्र्याक सुट दिँदाखेरि चाहिँ हामी कसरी दिन्छौँ भन्दा सबै बच्चाहरूलाई एउटै कलरको हामी यसरी नै बाँडिदिन्छौँ होइन। यो चाहिँ हाम्रो श्रावणको दोस्रो हप्तामा हुन्छ भने श्रावणको दोस्रो हप्तामा यो सामग्रीहरू हामी लिएर यसरी नै तपाईँहरूको बिचमा उपस्थित हुन्छौँ। त्यस्तै गरिकन स्कुलको स्वेटर जुन जाडोमा लगाउने स्कुलको स्वेटरहरू चाहिँ हाम्रो कार्तिकको दोस्रो हप्ता होइन। कार्तिकको दोस्रो हप्तामा हामी स्कुलको स्वेटरहरू बच्चाहरूलाई लिएर आउँछौँ। यो पनि एउटै कलरको आउँछ होइन। अनि अर्को अभ्यास पुस्तिका, कलम, पेन्सिलहरू त्यो चाहिँ माघको बेलामा बच्चाहरूलाई इक्जाम प्रिपेयर गर्नुपर्ने हुन्छ होइन। त्यति बेला हामीहरूसँग ब्याग छैन, पेन्सिल अनि त्यसपछि अभ्यास पुस्तिका, कलमहरू, पेनहरू हामीहरू हामी चाहिँ बाँड्छौँ। यो डेटहरू तपाईँहरूले टिपेर राख्नै सक्नुहुन्छ किनभने पछिको टाइममा कस्तो भइदिन्छ नि कहाँ आज त मेरो यो काम छ त्यो काम छ भन्ने होइन। किनभने हामीले यो गर्नलाई एकदम धेरै म्यानेज गरेको हुन्छ कार्तिकमा त्यो टिप्नुपर्छ। किनभने जर्मनीबाट एकजना जर्मनीबाट एकजना केटी आएर तपाईँहरूलाई केही सामान किनेछ भनेपछि हामी चाहिँ अरू टाइममा किन्न जान्छ। हाम्रो महत्त्वपूर्ण काम त त्यो महत्त्वपूर्ण हुँदैन क्या त्यस्तो अवस्थामा। त्यो कामलाई हामीले सेकेन्ड प्राइसमा राख्नुपर्छ। अनि त्यसपछि त्यहाँ सिक्ने बालबालिकाहरूलाई शैक्षिक सामाजिक सहयोग शुभकामना आदान प्रदान एससी इक्जाम सुरु हुनुभन्दा अगाडि जति पनि एससी इक्जामहरू सुरु हुन्छ त्यो एससी इक्जामिनेसन सुरु हुनुभन्दा एक वर्ष हामीले 3-4 दिन अगाडि लास्ट इयर मात्रै गर्न सफल भएका थियौँ हामीले त्यो कीबोर्ड अनि त्यसपछि पेन अनि रिजेक्टिभ बक्स होइन 3-4 वटा